गुड आफ्टरनुन साथीहरू, सबैलाई मिठो सम्झना छ। फेरि हजुरहरूको सामने नयाँ देउडा प्रस्तुति लिएर म आइसकेको छु। ल आउनुहोस्, स्वागत पनि छ मेरो पेजमा। अब अहिलेको देउडा कार्यक्रम के छ भनेपछि सगरमाथा कति राम्रो, विश्वकै सुन्दर देश हाम्रो भन्ने नयाँ प्रस्तुति। अन्तिमसम्म सुन्नुहोला। आफ्नै रचना, आफ्नै लय, आफ्नै स्वर। गणतन्त्रले नेपालीलाई सगरमाथा कति राम्रो, दिना दुःख दियो विश्वकै सुन्दर देश हाम्रो। विदेशीको प्रचण्डले कति सगरमाथा कति राम्रो, ऋणै मात्र लियो विश्वकै सुन्दर देश हाम्रो। राजाको स्वागतमा अब सगरमाथा कति राम्रो, बाल्नु पर्छ दियो विश्वकै सुन्दर देश हाम्रो। अलग बस्न सक्दैन प सगरमाथा कति राम्रो, धागोसँग सियो विश्वकै सुन्दर देश हाम्रो। राजाले खोलेको उद्योग सगरमाथा कति राम्रो, सबै बन्द भए विश्वकै सुन्दर देश हाम्रो। गणतन्त्रले कल कारखाना सगरमाथा कति राम्रो, सबै बेच्दै गए विश्वकै सुन्दर देश हाम्रो। अझै पनि लाटा जनता सगरमाथा कति राम्रो, गणतन्त्रकै पछि विश्वकै सुन्दर देश हाम्रो। दही छैन ठेकीमा भने सगरमाथा कति राम्रो, पाइने छैन लसी विश्वकै सुन्दर देश हाम्रो। र त साथीहरू, सगरमाथा कति राम्रो, विश्वकै सुन्दर देश हाम्रो, यो पनि छिट्टै बजारमा आउँदैछ राम्रो तरिकाले। ल अन्तिमसम्म सुनिदिनु होला भन्ने पूर्ण आशामा छु। जय देश, जय नरेश, जय राष्ट्र।